Namaste, hello everyone, welcome back to my channel Gracie Anjali. So guys, आज चाहिँ सैटरडे हो एन्ड आज मैले केही पनि गरेको छैन हैन 12 बजेसम्म म ओछ्यानमै थिएँ त्यसपछि बिचमा एकचोटि उठाएर खानसान पकाएर खाए सुतेरै मेरो बित्यो अनि बेलुका नि अहिले 5 बज्न लागिसकेको छ बल्ल यो सनलाइट आइराछ यो पनि गयो भने त्यो पनि भिडियो नि हुँदैन अब सो आज मैले केही नै गरिन एन्ड सो आई थट कि चिट च्याट वाला भिडियो अनि रुम टुर नि माग्नु भएको थियो अनि सो म रुम टुर नि दिन्छु एन्ड सो अहिले चाहिँ मैले रुम टुर दिए भने त अहिले त आई एम इन बेटर प्लेस हैन बट जब म इनिशियली काठमाडौँ आएको थिएँ त्यतिखेर चाहिँ म होस्टेल बसेको थिएँ क्या अनि त्यतिखेर अलिकति एउटा स्टोरी छ त्यो रिलेटेड हैन सो मैले सोचे कि ओके म रुम टुर नै दिन्छु त्यो स्टोरी नै हजुरहरुलाई भन्छु एन्ड मेरो ऑडियन्स धेरै जना कन्फ्युज पनि भइरहनु हुन्छ घरिमा काठमाडौँमा हुन्छु घरि विराटनगरमा हुन्छु अलिक धेरै त्यो पनि भयो होला सो आई थट लेट्स अपडेट यु हैन आजको भिडियोमा चाहिँ है सो सुरुमा चाहिँ तपाईहरुलाई रुम टुर दिन्छु खासै मेरो रुममा केही पनि छैन हैन सो मेरो रुममा केही पनि छैन जस्ट यो एउटा बेड छ हैन जहाँ म अभियसली सुत्छु अनि यो चाहिँ सेकु हो यसलाई मैले रिसेन्टली ल्याएको छु यसको नाम मैले सेकु राखेको छु एन्ड यहाँ चाहिँ यस्तो पुरा यस्तो छ क्या यस्तो बेड छ यहाँ पर्दा छ उता झ्याल छ अनि यहाँ चाहिँ दराज छ अनि त्यो चाहिँ मेरो अफिसको ब्याग हो अनि यहाँ चाहिँ यस्तो झ्याल छ क्या झ्याल छ यहाँ बाहिर पनि देखाइदिन्छु क्या हो यस्तो छ यहाँनिर तल यो अर्काको दुईटा घरको बीचमा तीनवटा घरको बीचमा यो किन बीचमा ग्याप छ मलाई पनि थाहा छैन त्यो इनार जस्तो लागिरहेछ यहाँ ग्याप छ सो अनि यो मेरो ब्याग हो अनि त्यो कुनामा चाहिँ म जति पनि लुगाहरू युज गर्छु त्यहाँ थुपार्दिन्छु अनि एकैचोटि धुन्छु अनि यो चाहिँ दराज टाइप यहाँ म लुगा राख्छु अनि यो यस्तो लुगाहरू हुन्छ नि त अनि कस्तो लथालिङ्ग देखिन्छ त्यही भएर यो पर्दाले जस्ट म्यानेज गरेर यसरी छोप दिएको छु एन्ड देन यो जब म इनिशियली काठमाडौँ आउँदै थिएँ त्यतिखेर धेरै झोलाहरू लिएर आउँथेँ त्यो सबैहरू यहाँ राखेको छु काम लाग्छ भनेर एन्ड देन यो रुम यतापट्टि चाहिँ यस्तो छ जस्तो यहाँ अब बेड भयो बेड पछि यहाँ चाहिँ यस्तो छ अगाडि बाल्कनी छ झ्याल छ अनि त्यहाँनिर बसेर चाहिँ म मेकअप गर्छु अनि त्यसको भित्र यो एउटा के भन्छ हामी त दसना भन्छौँ सो त दसना छ अनि यहाँ ढोका भयो एन्ड यो झ्याल छ अनि झ्यालनिर यहाँनिर टेबल छ सबै मेरो मेकअपको सामान छ एन्ड यो ऐना जहाँ म यस्तो हेरेर आफूलाई मेकअप गर्छु हैन अनि कहिलेकाहीँ काम पनि गर्छु एन्ड बेस्ट पार्ट चाहिँ यहाँको चाहिँ यो बाल्कनी हो ल गाइस यति थियो मेरो रुम टुर सो म इनिशियली काठमाडौँ आएको थिएँ त्यतिखेर चाहिँ म इन्टर्नशिप गर्नलाई आएको थिएँ यहाँनिर काठमाडौँ एन्ड यहाँ चाहिँ मेरो अलरेडी चाहिँ दाइ बस्नुहुन्थ्यो बट दाइ चाहिँ आफ्नो साथीसँग बस्नुहुन्थ्यो हैन अनि त्यसपछि म बुवासँग यहाँनिर आएको थिएँ अनि माइन्ड मेकअप सुरुमा चाहिँ कस्तो भएको थियो भने म र सन्चिना बस्ने होस्टेल बस्ने सँगै यस्तो कुरा भएको थियो सन्चिना मेरो कलेजको साथी हो एन्ड उसको फेरि अलिकति केही इस्युले गर्दा मिलेन एन्ड देन त्यसपछि म एक्लै भएँ अनि आई वाज लाइक ओके इट्स ओके अब एक्लै पनि जानु पर्यो भने म जान्छु गर्छु भनेर चाहिँ आएको थिएँ यहाँनिर अनि यहाँ आएपछि केही दिन दाइकोमा बसेँ बुवा पनि मसँग एक हप्ता बस्नुभयो एन्ड मेरो इन्टर्नशिप कन्फर्म भएपछि चाहिँ म जहाँनिर मेरो अफिस थियो त्यसकै छेउछाउमै मैले होस्टेल लिए गर्ल्स होस्टेल अनि त्यहाँ गर्ल्स होस्टेल धेरै पनि थिएन दुईटा मात्र थियो हैन अनि त्यो एरिया पनि अलिकति अफिस एरिया भएको कारणले अलिकति एक्सपेन्सिभ पनि थियो बट कस्तो थियो भने म त्यतिखेर स्टिल मेरो पढाइ सकेको थिएन म 8th सेमेस्टरमा स्टिल थिएँ एन्ड देन मलाई कस्तो थियो भने पढ्नु पनि थियो फेरि इन्टर्नशिप नै गर्नु थियो अनि जसले गर्दा चाहिँ होस्टेल बस्नु नै वाज अ बेस्ट अप्सन किनभने अब रुममा बस्यो भने त कामसाम गर्नु पर्यो खाना बनाउनु पर्यो अनि पढ्नु पनि छ अनि अफिस पनि भ्याउनु छ अनि त्यो भ्याउँदैन जस्तो लाग्यो अनि त्यही भएर सुरुदेखि नै होस्टेल नै बस्छु स्टार्टिङमा त्यतिखेर मेरो कोही रुममेट नै थिएन कोहीसँग अब बसौँ भनेर सन्चिना आउने कुरा भएको थियो त्यो पनि भएन अनि ओके अब होस्टेल नै बस्छु भनेर अनि त्यसपछि वरि छेउमै लिएर बसेँ एन्ड त्यहाँनिर चाहिँ धेरै रुम खाली पनि थिएन क्या प्याक थियो अलमोस्ट एउटा रुम मात्र खाली थियो अनि मलाई धेरै सेयरिङमा पनि 3 जना सेयरिङमा पनि बस्नु थिएन त्यहाँनिर प्लेन उड्या छ मलाई कस्तो बिचमा इन्टरप्ट भइरहेछ क्या कस्तो एन्ड मलाई चाहिँ धेरैजनासँग सेयर गरेर पनि बस्ने मन थिएन त्यही भएर मैले सक्दो सिंगल खोजेको थिएँ तर सिंगलको चाहिँ 16,000
थियो अनि त्यसपछि 3000 एडमिसन फी 19000 सुरुमा पे गर्नुपर्ने 2 मन्थ्सको लागि मात्र बस्नु थियो अनि 19000 अनि लाइक बानेश्वरीहरुमा त एकदमै सस्तो होस्टेल पाइन्छ बट त्यो एरियामा चाहिँ थिएन सो 19000 एकदम एक्सपेन्सिभ पनि भयो ओके दुई जनासम्म शेयर गर्न चाहिँ सक्छु दुई जनासँग बस्दा चाहिँ कति हो भनेर चार्जेस सोध्दा त्यहाँनिर चाहिँ 13000 अनि प्लस 3000 चाहिँ एडमिसन फी दिनै पर्ने थियो सो 16000 स्टार्टिङको मन्थमा दिनुपर्ने थियो अनि फेरि अर्को मन्थदेखि 13000 त्यस्तो दिनुपर्ने थियो लाइन नै आयो एन्ड देन के भयो भने कस्तो थियो भने त्यहाँ रुम पनि खाली थिएन एउटा रुम मात्र खाली थियो टपमा खाली थियो अनि त्यसपछि अनि कस्तो थियो भने टिना थियो अनि टिनाको त्योमा चाहिँ फल्स सिलिङ गरेको थियो हैन सो अलिक गर्मी त त्यतिखेर ज्येष्ठतिर आएको थियो गर्मी त अलिक गर्मी नै थियो बट ओके एडजस्ट गर्न सक्छु हैन बरु फ्यान ल्याउँछु एडजस्ट गर्न सक्छु 2 महिना त बस्नु छ मेन मलाई अहिले पढ्नु छ इन्टर्नशिप गर्नु छ मेरो फोकस उतातिर चाहिँ एडजस्ट गर्न सकिन्छ भनेर अनि मेरो दिमागमा यो सब कुरा थिएन क्या रुममेट कस्तो होला यो होला मैले यो सब कुराको बारेमा सोच्ने टाइम नै भ्याएको थिएन क्या एकदमै त्यहाँदेखि यहाँ आउनु एकदमै आई वाज गोइङ थ्रु अलट कि मलाई त्यति प्रोसेस गर्ने टाइम थिएन हैन मेरो इन्टर्नशिप कन्फर्म भएपछि म कति दिन त दाइकै बाट चाहिँ गाडीमा जहिले ट्राभल गर्थेँ त्यसपछि चाहिँ होस्टेल भेटेपछि चाहिँ मैले होस्टेलमा शिफ्ट भएँ अनि होस्टेलदेखि चाहिँ मेरो अफिस चाहिँ 2 मिनेट मात्र हिँड्नुपर्छ 2 मिनेट हिँडेपछि होस्टेल पुगिन्छ त्यस्तो थियो मेरो अनि त्यसले गर्दा मलाई धेरै सजिलो थियो 9:30 देखि 6:30 बजे होस्टेल थियो त्यसो म 9:30 बजे हुँदा म 9:15 9:20 9:25 सम्म निस्केर हिँडेर 20 मलाई पुग्थ्यो मलाई बिहान चाहिँ बिहानको टाइम चाहिँ मलाई पढ्नलाई कलेजको लागि पढ्नलाई चाहिँ एक्जामको लागि पढ्नलाई टाइम मिल्थ्यो अनि दिनभरि अफिस अनि फेरि बेलुकाको अलिकति टाइम म पढाइलाई चाहिँ दिन सक्थेँ त्यसरी मैले आफ्नो सबथोक म्यानेज गरेको थिएँ हैन अनि मेरो माइन्ड चाहिँ एकदम फोकस्ड आफ्नो काममा मलाई यो गर्नु छ हैन एक्जाम पनि थियो धेरै कुराहरुको प्रेसर थियो हैन सो लाइफमै कहिले होस्टेल बसेको थिएन अनि फर्स्ट टाइम म घरबाट काठमाडौँ टाढा बसेको थिएँ अनि एक दिन चाहिँ होस्टेल कि त होस्टेलको कन्फर्म भइसकेको थियो अनि के कुरा त कन्फर्म गर्न चाहिँ म होस्टेल गएको थिएँ अनि त्यो रुममेटसँग चाहिँ कुरा चाहिँ मेरो भएको थियो मलाई चाहिँ अहिले त्यसको नाम पनि याद छैन है लाइक मेरो मलाई बिर्सिनै सक्यो त्यसको नाम के थियो के थिएन भनेर हैन सो रुममेटसँग चाहिँ भेट चाहिँ भएको थियो हैन यस्तै हाइहालो के कुरा भएको थियो आई रियली डोन्ट रिमेम्बर अहिले चाहिँ मैले प्लेन त्यसपछि के भयो भने म होस्टेल सरेको दिन चाहिँ शनिबारको दिन थियो अनि उ चाहिँ होस्टेलमा थिइन अनि त्यसपछि गएँ अनि मैले आफ्नो सबै सामानहरू यताउति त्यो गरेँ आफ्नो प्लेस गरेँ अनि मेरो बेड चाहिँ झालतिर थियो नि रुम चाहिँ एकदमै धेरै सानो थियो म भन्दैछु त्यति सानो रुममा मैले कसरी एडजस्ट गरेँ मलाई थाहा नै छैन म कुन जोनमा थिएँ त्यतिखेर मलाई जस्ट गर्नु थियो मलाई लाइफमा आफ्नो धेरै थोक गर्नु थियो त्यही भएर मैले सानो सानो कुराहरूलाई धेरै फोकस गरिनँ बट अहिले म सोच्छु कि त्यो फेज मैले कसरी निकालेँ एकदमै धेरै सानो रुम थियो लाइक यो रुमको लाइक one fourth होला क्या त्यो रुम या 1/3 होला यो रुमको चाहिँ है यसको यो रुमको 3वटा पार्ट गर्यो भने एउटा पार्ट चाहिँ होला त्यो रुम हैन अनि त्यहाँ 2टा बेड थियो एकदम सानो एउटा कबर्ड थियो अनि एउटा पार्टिसनमा उसको सामान थियो अर्को पार्टिसनमा मेरो सामान राख्ने ठाउँ थियो त्यस्तो थियो अनि त्यसपछि मसँग फोटो छ भने रुमको म हाल्दिन्छु हैन सो एकदमै सानो रुम थियो हैन अनि त्यसपछि अनि मेरो बेड चाहिँ झ्यालतिर थियो सो यो झ्यालको कुरा चाहिँ अहिले पछि रिलेट हुन्छ किन म झ्यालको कुरा मेन्सन गर्दैछु भनेर अनि त्यसपछि म सामानहरू मिलाउँदै थिएँ उसको 1-2 जना तलबाट साथी आयो क्या मलाई हेर्नलाई अब रुममेट आयो भनेर हेर्न आयो होला जस्तो लाग्यो क्या मलाई अनि आयो हेरेर अनि खै के भने मैले त्यो पनि याद छैन तर उनीहरू हेर्न चाहिँ आएको थियो के त भनेर गए अनि त्यसपछि मलाई लुगाहरू धुनु थियो अनि होस्टेलमा बस्नुको मेन रिजन नै यही थियो कि मलाई काम गर्नु नपरोस् मलाई पढ्नलाई सजिलो होस् म आफ्नो काममा फोकस गरौँ हैन अनि त्यहाँनिर त्यो लन्ड्रीको पनि सुविधा थियो हैन अनि हप्तामा 3 दिन 4 दिन चाहिँ आएर रुम पनि सफा गर्दिनु भन्दा रुम पनि सफा गर्दिनु हुन्थ्यो हैन त्यहाँको आन्टीले अनि त्यो साथीहरु आए मलाई हेरेर गए अनि त्यसपछि मलाई लुगा धुनु थियो है म एउटा कुरा मेन्सन गर्छु म अहिले सोच्छु के त्यो डब्बामा सरफ थियो हैन अनि मलाई लुगा धुनु थियो मलाई डब्बामा मेरो बेडको छेउमा राखेको थियो के मलाई लाग्यो मेबी होस्टेलबाट प्रोवाइड गर्छ होला म त कहिले होस्टेलमा बसेको थिइन मलाई होस्टेलबाट प्रोवाइड गरे हो कि क्या हो भनेर अनि मैले त्यो सरफ चाहिँ युज गरेर आफ्नो लुगा धोए क्या अहिले म सम्झिन्छु अनि त्यो कुरा सायद आजसम्म पनि त्यो केटीलाई थाहा छैन होला हैन लाइक न त त्यसले मलाई त चटनी बनाइदिन्थ्यो होला लाइक आई डोन्ट नो लाइक यस्तो खालको मान्छे थियो हैन अनि लाइक अहिले म सम्झिन्छु के लाइक उसले थाहा पाएको त के गर्थ्यो होला मलाई भनेर मिस्टेकनली मैले आफ्नो सबै सामान लगाएको थिएँ हैन बट मलाई होस्टेल प्रोवाइड गर्दैछ भने के गएर खोतालेर झिक्नु अनि फेरि त्यो गर्नु भनेर हैन मैले त्यो युज गरेको थिएँ के पछिबाट मलाई थाहा भयो के यो देशको हो भनेर बाबु डर पनि लाग्दै थियो हाँस उठिरहेको छ अहिले बट त्यतिखेर अनि के भयो भने अनि त्यसपछि त्यो रुममेट आए हैन अनि आएपछि अनि एकदमै अनि आउने बित्तिकै अनि त्यो रुममा म आउनु भन्दा पहिला चाहिँ एकजना केटी बस्थे हैन अनि त्यो पनि त्यो केटी भन्दा चाहिँ सिनियर नै थिए त्यो चाहिँ 3rd सेमको थिए हैन अब धेरै ब्याकग्राउन्डमा दिदिन 3rd सेमको त त्यति भन्छु अनि म चाहिँ अब त अफ कोर्स आफ्नो 8th सेमेस्टरमा थियो उ भन्दा त म कति सिनियर अनि त्यसपछि चाहिँ अनि हेर्दा चाहिँ म अलिक कान्छी देख्ने अनि उसको चाहिँ बडी त्योहरुले गर्दा चाहिँ अलिक म भन्दा पनि सिनियर लाग्थ्यो क्या हेर्दा चाहिँ म चाहिँ सुरुमा तपाई भनेर एड्रेस गरेको थिएँ मलाई अब थाहा हुँदैन नि त अब मैले सुरुमा तपाई भनेर एड्रेस गरेको थिएँ अनि उसले चाहिँ मलाई हैन म चाहिँ तपाईँ भन्दा कान्छी हो अनि त्यसपछि तपाईँ मलाई तिमी भन्न सक्नुहुन्छ भनेर अनि आउने बित्तिकै उले अब के गर्यो भने कुरा काट्न थाल्यो क्या कस्तो कुरा भने म भन्दा पहिला जो दिदी त्यो रुममा बस्नु भएको थियो त्यसको कुरा काट्नु भएको थियो तपाईँ भन्दा पहिला त एउटा यहाँ दिदी बस्नुहुन्थ्यो बादरनी जस्तो दिदी थियो खाली फोनमा बोलाएको थियो यस्तो यो त्यो भन्यो क्या
अनि मलाई कस्तो हुन्छ भने त्यो मलाई एकदमै अफ लाग्यो क्या त्यो कुरा चाहिँ मलाई मन परेन क्या किनभने एज अ यो मान्छेले अब कसै अरूको कुरा काट्दैछ होइन जसलाई म चिन्दिनँ पनि भोलिको दिनमा म जान्छु मेरो बारेमा पनि त कुरा काट्छ नि त होइन अनि कोही मान्छे मनिर आएर कुरा काट्छ भने म त्यो मान्छेदेखि अलिकति अलर्ट भइहाल्छु क्या यो मान्छेसँग त मलाई बााउन्ड्री राख्नु छ भनेर एन्ड ब्याचलर सक्दा त मान्छेको लाइफमा यति धेरै ड्रामा भइसकेको हुन्छ होइन मान्छे अलर्ट भइसकेको हुन्छ कस्तो मान्छे हजुरले आफ्नो लाइफमा चाहियो कस्तो खालको मान्छे चाहिएन त्यो भन्ने कुरा अलर्ट भइसकेको हुन्छ क्या अनि मलाई जुनियर पनि छ अलिकति इम्याच्योर पनि होला इट्स ओके बट आई डोन्ट वान्ट टु सेयर एनिथिङ अबाउट माई लाइफ है मलाई जेन्युनली म एकदमै अलर्ट पनि भइसकेको थिएँ अनि मलाई भाइब पनि मिलेन अनि त्यो उसको ओरा नै उसको एनर्जी नै एकदमै नेगेटिभ क्या एकदमै नेगेटिभ एनी टाइम जतिखेर नि जोसँग नि झगडै गर्न खोज्ने खालको क्या त्यो मिल्ने त्यो मलाई भाइब आएन क्या होइन सो ऊ आई अनि त्यसपछि उसले मलाई यो सुनाए कि के सुनाए भने उसले पहिला पनि उसको तलको कोसँग झगडा परेर या उसको आफ्नो रुममेटसँग नमिलेर ऊ माथि एक्लै आएर बस्न थालेको अरे अनि उसले मलाई आएर अब फर्स्ट दिनको सेकेन्ड दिन उसले मलाई सेयर गरियो सबै कुराहरू होइन मसँग मिल्न खोजिरहेको थिएँ बट म अलर्ट भइसकेको थिएँ कि भाइ मलाई मिल्नु छैन यो मान्छेबाट मलाई पोजिटिभ भाइब्स आइरहेको छैन म यहाँ जे गर्न आएको छु म त्यो गर्छु मलाई घुम्नु फिर्नु गफ गर्ने गसिप गर्ने त्यति फुर्सद मसँग थिएन अनि त्यसपछि चाहिँ अनि उसले मलाई के सेयर गर्यो दिदी म त एकदम धेरै एक्स्ट्रोभर्ट हो म त एकदम धेरै बोल्छु मलाई त एकदमै यो त्यो भनेर मलाई सेयर गर्न थालेँ अनि मलाई बोल्ने मान्छे चाहिन्छ अनि अब म सुनिदिन्थेँ उसको कुरा ओके ठिक छ होइन अब होला उसको अरूसँग बिफ होला अरूसँग नराम्रो होला बट मसँग त केही नराम्रो थिएन नि त मैले केही नगर्न सके पनि म आफूलाई त प्रोटेक्ट गर्छु होइन तर उसको कुरा त सुनिदिँदा त केही नै हुँदैन होइन तर चाहिँ म चाहिँ आफ्नो केही नै सेयर गरिदिन्थेँ अनि मैले भने म त इन्ट्रोभर्ट हो म त धेरै बोल्दिनँ म ठिकै बोल्छु बोल्नुपर्ने कुरामा बोल्छु न त बोल्दिनँ भनेर यसरी नै मैले पहिला नै भन्दै ताकि मसँग धेरै कन्भर्सेसन नहोस् म एभोइड गरौँ कन्भर्सेसन भनेर एन्ड के अरे म चाहिँ कस्तो हो भने भाइब मिल्यो भने बोल्छु सामनेबाट राम्रो छ भने राम्रो गर्छु अब सामनेबाट मलाई अफ भाइब आउँछ भने म अलिक बााउन्ड्री नै राख्न प्रिफर गर्छु अहिले चाहिँ पहिला त म पनि धेरै नै एक्स्ट्रोभर्ट के ओभरै एक्स्ट्रोभर्ट थिएँ त्यसले गर्दा धेरै कुराहरू नि एक्सपिरियन्स भयो लाइफमा त्यसपछि चाहिँ आई स्टार्टेड टु प्रोटेक्ट माई एनर्जी म आफ्नो एनर्जी वेस्ट गर्नु छैन मेरो कस्तो हुन्थ्यो म बिहान उठ्थेँ पढ्थेँ अनि खान्थेँ अफिस जान्थेँ अब 9 घन्टा अफिस हुन्थ्यो बेलुका आउँथेँ एकदम थाकेको हुन्थेँ अनि अलि पढ्थेँ फेरि घरमा कुरा गर्थेँ फोनमा अनि सुत्थेँ लाइक मेरो रुटिन त्यो थियो अनि मलाई त्यस्तो थियो अनि एक दिन अब के भयो भने अब त्यो मलाई चाहिँ ऊ एकदम इम्याच्योर लाग्थ्यो थर्ड सेममा पढ्ने बच्चाहरूको त कति नै बुद्धि हुन्छ मलाई बच्चा नै ठान्थेँ होइन ऊ आफ्नो लाइफमा जे गरे नि न उसलाई म पर्सनली चिन्छु न उसले मलाई पर्सनली चिन्छे अनि त्यति धेरै मलाई वास्तै लाग्दैन थियो जेन्युनली म उसको नाम पनि बिर्सिसकेको छु होइन सो त्यसरी कट्न थाल्यो यताउति यो थियो अनि उसको नेचर चाहिँ कस्तो थियो भने एकदमै धेरै रुम सफा गर्ने एक त्यति सानो रुम थियो होइन त्यही माथिबाट मतलब सफा भएको कुराले सफा गर्ने अब कसैको हुन्छ है होइन अनि उसले एकदमै त्यो हुन्छ होइन अनि त्यसपछि चाहिँ अब म त अब त्यत्रो थाकेको हुन्थ्यो त्यो गर्ने हुन्थ्यो पढ्नु हुन्थ्यो यो त्यो हुन्थ्यो होइन अब म पनि त स्टुडेन्ट नै थिएँ होइन म पनि त फर्स्ट टाइम अब मेरो पनि आफ्नै छुट्टै स्ट्रगल थियो नि त होइन त एनी टाइम मान्छे यो बिग्रेको छ यसो गर्ने त्यो गर्ने सबजना त्यस्तो हुँदैन नि त रुममा 2 जना छु सेयरिङ तिमी पनि एडजस्ट गरिरहेको छौ म पनि एडजस्ट गरिरहेको छु होइन म तिम्रो केही सामान छोएको छैन तिमीले मेरो केही छोएको छैन तिमी आफ्नो स्पेसमा बस मलाई मेरो स्पेसमा बस्न दिउ मेरो के थियो भने लुगाहरू लगाएको थिएँ नि अनि त्यो फोर लुगाहरू कुनामा मैले यतिकै थुपारेर राखिदिएको थिएँ एक दिन एकदमै जङ्गेर आउँछ अनि चाहिँ दिदी त के गरेको त्यो लुगा मिलाएर राख्नु न कसरी राखेको भनेर भन्छ अनि आई वाज लाइक एकछिन कस्तो लाग्यो क्या त्यो कुरा उसले मलाई राम्ररी पनि त भन्न सक्छ नि त होइन त्यही माथिबाट उसको लुगा होइन मेरो लुगा हो मेरो बेडको साइडमा छ होइन अनि त्यो अब माने क्या लाइक सबको आफ्नो आफ्नो स्पेस हुन्छ आफ्नो स्पेसमा बसेको छ म आफ्नो स्पेस मेरो माइन्डमा एनी टाइम लुगा यो त्यो म आफ्नो तरिकाले बस्छु तिमी आफ्नो तरिकाले बस्छु सबको नेचर डिफ्रेन्ट हुन्छ यु कान कन्ट्रोल मी अनि सबसे पहिला उसलाई त मसँग त्यसरी बोल्ने अधिकारै छैन होइन मैले केही पनि भनिनँ मैले त्यो लुगा मिलाएर राखिदिएँ अनि त्यो कुरा मैले माइन्ड पनि गरिनँ अब म बुझ्छु केटीहरूको हुन्छ ओसिडी भन्छन् के हुन्छ त्यो हुन्छ होइन मेरो पनि हुन्छ के कुरामा म पनि एकदम धेरै त्यो छु तर म आफ्नो मान्छेलाई भन्छु म आफूलाई त्यो गर्छु तर म अरूलाई भन्दिनँ क्या मलाई प्रब्लम छ भन्दैमा म चाहिँ अरूलाई चाहिँ त्यो गर्न अरूलाई टर्चर गर्न अरूलाई त्यो गर्न पाउँदिनँ क्या होइन सो त्यसपछि अनि त्यो एउटा इन्सिडेन्ट भयो अनि मैले त्यति धेरै त्यो गरिनँ अनि अब के सुनाइरहने अनि म गर्ने अनि म आफै मसँग टाइम हुँदैन थियो यति धेरै त्योहरूको लागि होइन अनि त्यस्तै भयो अनि एक दिन चाहिँ के भयो भने अब यसरी म सुतिरहेको थिएँ अनि सुतेर उठेँ अनि अफिस जानु एकदम थालेको थियो अनि गएँ अनि बाथरुमबाट मुख हात धोएर आएँ अनि आउने बित्तिकै अनि म यसरी आएर के त म गर्दै नै थिएँ होइन पछाडिबाट आउँछ दिदी तपाईँ हेर्नुहुन्न तपाईँलाई थाहा छैन म यत्रो के अरे रुम के अरे सफा गर्छु तपाईँ जहिले भिजेको खुट्टाले आउनुहुन्छ टेक्दिनुहुन्छ भर्खर मैले पोछा लगाएको हो यसरी भन्यो क्या मलाई एन्ड दिस टाइम वाज भेरी रुड क्या एकदमै धेरै रुडली भन्यो क्या त्यसले मलाई अनि बिहानै उठेको छ अरे बाबा म पनि थाकेको छु म पनि मान्छे छु ल भइहाल्यो तिमी मलाई भन्नु राम्ररी दिदी मैले भर्खर पोछा लगाएको थिएँ तपाईँको योले यस्तो भयो पुछिदिनु भनेर कुनै ठुलो कुरा होइन क्या म पुछिदिइहाल्थेँ नि भनेर अनि मलाई कस्तो बिहानै कसैले त्यस्तो भन्यो भने होइन यति डिसरेस्पेक्टफुल्ली अहिलेसम्म मेरो बहिनीहरू मसँग त्यसरी बोलेको छैन होइन अनि कस्तो मलाई लाग्यो क्या त्यो कुरा
अनि मैले केही बोलिनँ ठ्याक्कै त्यतिखेर घरबाट फोन आयो क्या, म घरमा बोल्न थालेँ। अनि मेरो अलिकति अफ थियो क्या मेरो त्यो मुड। बहिनी चाहिँ त्यतिखेर चाहिँ पिरियड्समा थिएँ, अनि मलाई लाग्यो मेबी उसलाई मुड स्विङ भयो होला। अनि मैले उसलाई एकदम राम्ररी सोधेँ क्या फोन कल गरिसकेपछि, बुनु के भयो तिम्रो मुड स्विङ भएको हो, किन तिमी मसँग यसरी कुरा गर्यो भनेर। होइन दिदी तपाईँ यसरी मैले पोसा लगाएको थिएँ, अनि त्यसपछि भिजेको खुट्टाले तपाईँ आउनुभयो, अनि पहिला पनि यस्तै गर्नुभएको थियो तपाईँले भनेर भने क्या उसले। अनि यो कुरा जेन्युनली मैले नोटिस नै गरेको थिएन। मैले भने बहिनी हेर मैले जेन्युनली नोटिस गरिनँ, बट ठिक छ तिमी मलाई भन, म पुछा लगाइदिन्छु भनेर, अबदेखि त्यस्तो भयो भने बट तिमी मलाई भन्ने गर्नु भनेर। अनि म आफ्नो साइडबाट जति कोअपरेट गर्न सक्थेँ त्यो चाहिँ मैले कोअपरेट गरेँ होइन। अनि त्यसपछि के भयो भने केही दिनपछि उसको प्री बोर्डको एक्जाम थियो, यस्तै के थियो होइन। अनि अब म पनि थाहेको हुन्थेँ, अब बिहानको निद्रा झन् होइन, सो 5 साढे 5 बजी नै उठ्थेँ। अनि उठेर जोरले बोलेर पढिरहेको थिएँ क्या, अनि मलाई एकदम डिस्टर्ब भयो क्या। अब निद्रा बिहानको पनि एकदम साह्रो नै थियो क्या आवाज। अनि 1 घन्टादेखि टोइलेट गरेर आएको थिएँ, अनि रुम एकदम धेरै सानो थियो। अनि मैले उसलाई एकदम राम्ररी भनेँ क्या, बुनु अलिक बिस्तारै पढ न म भनेर यसरी नै भने, बुनु अलिक बिस्तारै पढ न। उसले के भने यतिको त आवाज आइहाल्छ नि भनेर यसरी एकदमै रुड वेमा। ओ माई गड। अनि त्यसपछि अनि मैले केही नै भनिनँ होइन, अनि सुतिरहेको थिएँ, केही भनिनँ। अनि झन् अर्को दिन झन् के भयो भने मेरो बेडको साइडमा जाल थियो, मैले भनेको थिएँ नि त होइन। अनि त्यस्तै त्यसको एक्जाम थियो, उसलाई एक्जामको फ्रस्ट्रेसन हुन्थ्यो, के हुन्थ्यो होइन, के कुरामा अब निकाल्थेँ होइन। फ्रस्ट्रेसन सबलाई हुन्छ, मेरो नि एकदमै हेक्टिक थियो, मेरो नि एक्जामको प्रेसर इन्टर्नसिपको यताउति। बट त्यो भन्दैमा म कसै अरूसँग नराम्रो बिहेभ गर्नु इज नट अ जस्टिस टु एनीवान क्या, त्यो चाहिँ गर्न पाइँदैन क्या। अनि त्यसपछि चाहिँ सुतिरहेको छु होइन, अनि आएर यस्तरी पुरा पर्दा खोल्छ, यहाँ बेड छ ठ्याक्कै यसरी बेड थियो झ्याल थियो, यसरी पर्दा खोल्छ, सबै लाइट मेरो आँखामा आयो क्या, यस्तरी उठेर। अनि कस्तो लाग्यो कि के खालको बेहोरा होला भनेर क्या। अनि कस्तो लाग्यो, अनि त्यतिखेर पनि मैले केही भनिनँ। अनि अलिकति पर्दा मैले यस्तो गरेँ ताकि मेरो फेसमा नआओस् भनेर। अब ऊको बिहानै उठेर उसलाई पढ्नु छ एकदम, बट म पनि त थाकेको छु, मेरो काम हुन्छ यो हुन्छ यताउति, राम्ररी पनि गर्न सक्छु। अरा पनि कति नेगेटिभ यस्तो गर्छ क्या, मलाई ओ माइ गड कस्तो खालको मान्छे होला। झन् एकचोटि झन् के भएको थियो भने हामी दुईजना सँगै रुममा पढिरहेको थियौँ होइन। अनि कहिलेकाहीँ मेरो पनि आदत छ क्या कि म बोलेर पढ्छु होइन। ऊ पनि बोलेर पढिरहेको थियो, अनि उसलाई डिस्टर्ब भयो होइन। उसले मलाई के दिदी अलिक बिस्तारै पढ्नु नि भनेर, अनि उसलाई डिस्टर्ब भयो भनेर म बाहिर माथि छतमा गएर पढेँ होइन। अनि मैले त्यही कुरा सम्झेँ क्या, त्यो बहिनीलाई डिस्टर्ब हुँदा उसलाई त्यो हुँदा म बाहिर गएर कम्प्रोमाइज पढ्थेँ होइन। म उसलाई बाहिर पनि जान भनिरहेको छुइनँ, अलिक बिस्तारै पढ्देऊ भनेर चाहिँ रिक्वेस्ट मात्र गरेको थिएँ होइन। ल उसलाई गर्नु थिएन नगर्छ, बट त्यसरी बोल्नु होइन। लाइक मेरो साइडबाट त्यो लेभलसम्मको कोअपरेसन थियो, बट उसको साइडबाट चाहिँ थिएन क्या। अनि त्यसपछि चाहिँ अब मलाई एकदमै धेरै इम्याच्योर पनि लाग्यो। अनि त्यसपछि मैले त्यो कुरामा त्यति धेरै त्यो पनि देखाइनँ, अनि यस्तै हो यो मान्छे भनेर। अनि त्यसपछि एक दिन चाहिँ के भयो भने मलाई त्यो दिदीले त्यहाँ जुन काम गर्नुहुन्थ्यो त्यो दिदीले मलाई सुनाउनु भयो क्या, तपाईँको रुममेट त तपाईँको बारेमा के आएर कुरा काट्छ भन्छ, त्यो दिदी त रुममा पोसा नि लाउँदैन, यस्तो नि लाउँदैन, यस्तो भनेर क्या। अनि त्यो सुनेपछि मलाई कस्तो लाग्यो क्या, लाइक सिरियसली बुनु तिमीसँग म यति धेरै कोअपरेट गरिरहेको छु, केही पनि छ तिमी मलाई आएर भन, मैले सल्भ गरिदिनु हो नि त। अरूसँग गएर कुरा गरेर त केही नै फाइदा छैन, त्यहाँ माथि गएर म यति धेरै कोअपरेट गरिरहेको छु, तिमीसँग कोही एडजस्ट पनि गर्न सक्दैन, लाइक तिम्रो नेचर यति नराम्रो छ। त्यो कुराले मलाई एकदम नराम्रो लाग्यो कि लाइक कोही मान्छे यस्तै नै हुन्छ। अनि म किन डिल गर्नु, म त डिल पनि गर्दिनँ, म सिधा इग्नोर गर्छु, मलाई बोल्नु नै छैन भनेर म आफ्नो साइडबाट त्यो पनि। त्यहाँदेखि म पनि अलिक कोल्ड भयो भने मलाई अलरेडी झन् त्यो पर्दावाला कुरा अनि सँग त्यो पढिरहेको बेला सुतेको बेला जुन तरिकाले मसँग बोली होइन, त्यो कुराले मलाई अलरेडी नराम्रो लागेको थियो होइन। अनि त्यही भएर पनि म अलिकति कोल्ड भाइब थियो मेरो साइडबाट, म बोल्दिनँ थिएँ, पुरै इग्नोर नै गरेँ। अनि एक दिन म बिहान उठेर आफ्नो नोट्स हेरिरहेको थिएँ, त्यो बहिनीले रुम सफा गर्न थालेँ। अनि उसले मलाई के भने, अब जस्तो स्टडी टेबल हुन्छ सानो होइन, मेरो बेडको साइडमा राखेको थियो। अनि उसले मलाई के भने, दिदी यो टेबल उठाउनु न, म रुम सफा गर्छु भनेर। अब मैले भर्खर बेडसिट धोएर सुकाएको थिएँ होइन। अब त्यो टेबलमा पनि फोहोर लागेको हुन्छ नि त, अब त्यो त म कसरी राख्नु भनेर। अनि मैले जस्ट त्यहाँ तल भएको सामान चाहिँ टेबलमा राखेर टेबल अलिक साइड लाग्यो, तलबाट पनि त बढाउन सकिन्छ भनेर म त्यतिखेर नोट्स हेरिरहेको थिएँ, आफ्नो पढिरहेको थिएँ होइन। अनि त्यसपछि चाहिँ त्यो बहिनी चाहिँ के अरे, अनि फेरि उसले मलाई भने, मैले भने कि बुनु यो मेरो साइड हो, बरु छोडिदेऊ, म आफै सफा गर्छु भनेर क्या। अनि उसले भने ल ठिक छ, आजदेखि म तपाईँलाई केही भन्दिनँ पनि भनेर एकदमै जङ्गिएर गई। त्यहाँदेखि रिसाएर बम्केरै गएँ। अनि मैले भने वाट एभर आई डोन्ट रियली केयर होइन, मलाई जे गर्नु छ म त्यो गर्छु, मलाई न तिमीसँग डिल गर्नु छ न के गर्नु छ, अति भइसक्यो, अब त म त्यो गर्दिनँ भनेर चाहिँ म त्यतिसम्मको भइसकेको थिएँ होइन। अनि त्यसपछि इभन त्यो होस्टेलमा अरू केटीहरू पनि थिए होइन, अरू जुनियर सिनियर थिए होइन, मसँग मेरो कुरा पनि हुन्थ्यो, राम्रै कुरा हुन्थ्यो, राम्रै सबसँग थियो क्या। सी वाज द ओन्ली वान, किन फेरि मैसँग पर्नु थियो क्या उसलाई फेरि होइन। अनि त्यसपछि अनि त्यहाँदेखि चाहिँ कस्तो हुन्थ्यो भने, अब सुत्न जाँदा अब ठुलो बत्ती बाल्दिने कि उसलाई मोबाइल चलाउने बेलामा पनि ठुलो बत्ती चाहियो, 2टा बत्ती हुन्छ, सानो बत्ती जसले गर्दा अब छिटो निदाउन सक्ने, अब ठुलो बत्ती हुन्थ्यो, ठुलो बत्ती बाल्दिने, त्यसले गर्दा पनि मलाई एकदम धेरै गाह्रो हुन्थ्यो। अनि त्यसपछि फोनमा पनि बोलिरहँदा होइन, लाइक अब हुन त इयरफोन लगाएर बोल्थेँ, तर फिल हुन्थ्यो कि मेरै कुरा गरिरहेको छ आफ्नो फ्यामिलीसँग पनि, के अरे ठिकै भन्नु पर्यो, यस्तै छ अवस्था यस्तो छ। अनि कस्तो नेगेटिभ भाइब आउँथ्यो क्या। अनि म चाहिँ टोटल्ली इग्नोर गर्थेँ। म अब के गर्नु त्यो सिचुएसनमा, अब मलाई अब 2 महिनाको लागि त हो भनेर अब
रुम चेन्ज गर्ने यो गर्ने यताउति वैसे म धेरै रुममा बस्दिनँ थिएँ बिहान एकछिन हुन्थेँ दिनभरि अफिसमा बेलुका विकेन्डमा बस्ने हो मात्र बस्थेँ राति खाली सुत्थेँ त्यसपछि मेरो एक्जामको रुटिन भयो अनि आयो अनि रुटिन आएपछि म फेरि बिराख्न आएँ एक्जाम दिन अनि त्यसपछि आएपछि म दाइसँग यहाँ फ्ल्याटमा बस्न थालेँ किनभने यो फ्ल्याटमा जुन दाइ बस्नुहुन्छ त्यो दाइले रुम छोड्नु भयो सो त्यस्तो भएको थियो अनि लाइक म चाहिँ के भन्छु भने अब लाइक धेरैजना यहाँनिर स्टुडेन्टहरू बस्छन् होइन होस्टेलमा रुममेटहरू होइन अनि कस्तो हुन्छ भने सबजना आफ्नो फ्यामिली सब थोक छोडेर यहाँ आएको हुन्छ होइन अनि त्यही माथिबाट अलरेडी धेरै मेन्टल प्रेसर हुन्छ होम सिकनेसहरू भइरहेको हुन्छ त्यही माथिबाट अनि त्यही माथिबाट रुममेट पनि अब त्यति धेरै नराम्रो भइदिएपछि या त्यस्तो मिल्ने खालको छैन भने चाहिँ एकदमै धेरै गाह्रो हुन्छ क्या एन्ड आई डोन्ट नो कोही कोही मान्छेको नेचरै हुन्छ क्या त्यस्तो कुरा काट्ने एकदमै नराम्रो ओरावाला त्यो भएर नि मैले कट अफ नै गरेँ एन्ड थ्याङ्क गड मैले उसँग कहिले केही सेयर गरिनँ न त बोन्डिङ बनाउने कोसिस गरेँ जबरजस्ती हुन्छ नि त नेगेटिभिटीमा घुलेर जस्ट सर्भाइभ गर्नु छ भनेर त्यो नेगेटिभिटीमा जति तपाईँ अल्झिनुहुन्छ त्यति नराम्रो हुँदै जान्छ क्या त्योभन्दा राम्रो कट अफै गर्नु ठिक हो क्या पहिला चाहिँ मलाई लाग्थ्यो कि आई एम द मोस्ट पोजिटिभ पर्सन मसँग त कोही पनि त्यस्तो धेरै नेगेटिभ त राख्नै सक्दैन म नेगेटिभ मान्छेसँग पनि एकदम पोजिटिभली डिल गर्न सक्छु जस्तो मलाई लाग्थ्यो तर अलरेडी धेरै एक्सपिरियन्स पनि भइसकेको थियो कि नो नेगेटिभिटीको लागि कुनै सल्युसन नै हुँदैन सायद सिधा कट अफ गर्नुपर्छ होइन अनि त्यही भएर त्यति एक्सपिरियन्स त मलाई भइसकेको थियो लाइफमा अनि त्यो बहिनी मलाई इमेच्योर स्टिल मलाई म त्यसको इमेच्योरिटी नै भन्छु म त अब सिनियर थिएँ मैले त्यहाँनिर सर्भाइभ गरेँ होइन तर त्यो ठाउँमा म भन्दा कोही जुनियर भएको भए साँच्चीकै कोही एकदमै हुन्छ नि धेरै नबोल्ने आफ्नो लागि स्ट्यान्ड लिन नसक्ने खालको भएको भए त उसलाई मेन्टली कति धेरै प्रेसर हुन्थ्यो मेन्टली कति धेरै नराम्रो लाग्थ्यो नि त कति कुराहरू होइन सो यहाँ अब धेरै स्टुडेन्टहरू यहाँ बस्नुहुन्छ होला होइन रुममेट पनि त्यस्तो भइदिँदा एकदम गाह्रो त गाह्रै हुन्छ होइन सो म चाहिँ के भन्छु भने इफ सक्नुहुन्छ भने या त होस्टेल चेन्ज गर्नु या त रुम चेन्ज गर्नु होइन अनि त्यो नि हुँदैन भने अब बस्नै पर्ने छ भने सिम्पली इग्नोर गर्नु जस्ट बिकज तपाईँ एक्लै भइहाल्नुहुन्छ भनेर जबरजस्ती कुनै नेगेटिभिटीमा घुल्न मिल्ने कोसिस गर्ने कुनै जरुरी छैन नेगेटिभिटीलाई सिधा कट अफ गर्नु सो अहिले म सम्झिन्छु भने ओ माई गड त्यो टाइम मैले कसरी निकालेँ मेबी त्यतिखेर मेरो फोकस मेरो काममा थियो होइन म यही सोच्थेँ कि म यहाँ के गर्न आएको छु म त्यो काम भइरहेको छ कि छैन भनेर त्यसमा मात्र फोकस गरेँ अनि त्यही भएर आज यहाँ छु नत्र त लाइक त्यो सब कुरामा फोकस गर्थ्यो भने मेरो धेरै एनर्जी जान्थ्यो नि जे गर्न आएको थियो सायद त्यो गर्न सक्दिनँ थियो होला सो अहिले यहाँ छ ठुलो रुम छ मजाले बसिरहेको छु धेरै कम्फर्टेबल छ होइन त्यो हेरेर चाहिँ भन्नु क्या सजिलै छ राम्ररी बसिरहेको छ यो त सो मैले पनि त्यो एउटा झेलेको होइन अब मसँग कतिजना रिलेट गर्न सक्नुहुन्छ हुँदैन थाहा छैन मलाई होइन सो एन्ड इफ तपाईँहरूसँग कुनै पनि स्टोरिज छ तपाईँ चाहनुहुन्छ कि म त्यो स्टोरी यहाँ आएर भनौँ सेयर गरौँ भने तपाईँ मलाई इन्स्टामा फलो गर्न सक्नुहुन्छ र तपाईँ भोइस नोटमा या रिटन फर्ममा कुनै पनि आफ्नो स्टोरिजहरू लाइक हरर रिलेटेड यस्तो कुनै एक्सपिरियन्स छ भने तपाईँ मलाई सेयर गर्न सक्नुहुन्छ म तपाईँको स्टोरी चाहिँ यहाँ प्रेजेन्ट गर्छु सो या गाइज यो थियो आजको भिडियो एन्ड बेलुका पनि भइसक्यो सो बाई अब खाना बनाउन जान्छु त सी इन द नेक्स्ट भिडियो